नमस्कार। आज कार्तिक 15 गते शनिबार। लास्ट भिडियोमा भने जस्तै आज पनि पानी पर्ने क्रम निरन्तर जारी रहेको छ। यो भिडियोमा पनि अब म केही दिनको लागि यसो आफ्नो तर्फबाट एनालाइसिस गर्न गइरहेको छु। अहिले यो ठ्याक्कै पानी चाहिँ इन्डियाको त्यो मुम्बई साइडको खोलाको समुद्रबाट चाहिँ यो चक्रवात जस्तो यो घुमहरू यस्तो भएर उत्पन्न भइरहेको रहेछ बादलहरू। त्यो बादल चाहिँ सरासर नेपालतर्फ आइरहेको छ। यो एरोको डाइरेक्सनमा तपाईँले देख्न सक्नुहुन्छ। त्यसरी नेपालमा आइरहेको छ। यो आउने क्रम चाहिँ जारी छ। अझै देख्न सक्नुहुन्छ जुन जुन ठाउँमा यो सेतो सेतो बादल छ म्यापमाथि, त्यो ठाउँमा चाहिँ पानी पर्ने सम्भावना एकदम धेरै हुन्छ। र त्यो हरियो देखेको ठाउँ भनेको चाहिँ बादल नभएको ठाउँ, त्यहाँ चाहिँ पानी पर्दैन, मौसम खुल्ला रहन्छ। अनि त्यो न्यू दिल्ली साइडमा पनि देख्न सक्नुहुन्छ हजुरले। मैले पहिलाको भिडियोमा भन्ने अनुसार त्यो न्युजमा एकदम प्रदूषणको कारणले क्लाउड सिडिङ गरे भन्ने सुनेको थिएँ। त्यस्तै त्यो निलो धुवा देख्न सक्नुहुन्छ त्यहाँनिर, त्यो चाहिँ सायद प्रदूषणकै धुवा हो त्यो, किनकि बादलको धुवा यस्तो सेतो सेतो हुन्छ। र त्यो ठाउँमा क्लाउड सिडिङ फेल भएर पनि नेपालतिर यही डाइरेक्सनमा आएको हुनसक्छ है। त्यस कारणले झन् पानी पर्ने तीव्रता बढेको हुनसक्छ। हाम्रो नेपालमा चाहिँ प्रायः जसो हिमाली भागमा अनि हल्का पश्चिमाञ्चल र धेरै जसो यो मध्यमाञ्चलदेखि पूर्वी भागतिर चाहिँ पुरै हिमाल पहाड तराईमा नै धेरै पानी पर्ने सम्भावना देखिन्छ यो म्याप अनुसार। यो गुगल वेदर अनुसार चाहिँ आज शनिबार 12 बजेदेखि 2 बजेसम्म चाहिँ 40% पानी पर्ने भनेर देखाएको छ। त्यसपछि एकछिन बादल भएर फेरि 20% अनि फेरि बादल देखाएको छ। त्यसपछि देख्न सक्नुहुन्छ सन्डे र मन्डे पनि बादल देखाएको छ, पानी पर्ने चाहिँ देखाएको छैन। अनि मङ्गलबार अलिकति पानीको थोपा जस्तो देखाएको छ। 12 बजेदेखि 2 बजेसम्म चाहिँ देखाएको छ पर्ने। त्यसपछि मङ्गलबार पनि खासै चाहिँ छैन, बादल छ। बुधबार हल्का बादल देखाएको छ। त्यसपछि चाहिँ पुरै काम लाग्ने देखाएको छ यो गुगलको वेदर अनुसार चाहिँ। गुगल अर्थ अथवा यो अहिलेको जुम अर्थको वर्षा पूर्वानुमान अनुसार चाहिँ 3-4 दिन यो सोमबारसम्मको चाहिँ यस्तो देखाएको छ है पूर्वानुमान। हजुरले देख्न सक्नुहुन्छ हिजोसम्ममा धेरै बादल छ यहाँ अब नेपाल साइडमा, दुईवटा गोलो घेरा भएको ठाउँमा। एउटा इन्डियाको मुम्बई, एउटा नेपाल हो। बिस्तारै नेपालतर्फ घट्दै गएको छ बादलको सङ्ख्या। जुन त्यो निलो भाग भनेको चाहिँ पानी पर्ने ठाउँ हो। नेपालमा पानी पर्ने जस्तो खासै देखाएको छैन, अलिअलि हो कि होइन मात्रै छ। भोलि र पर्सि पनि क्लियरै देखाएको छ यो अनुसार चाहिँ। हवस् त, आजलाई यति नै। हेरिदिनु भएकोमा धन्यवाद।